नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो च्यानल जेन लर्निङमा। आजको भिडियोमा हामीले ल अफ कन्जर्भेसन अफ मोमेन्टमलाई एउटा बलको एक्जाम्पलले बुझ्ने छौं र यसको डेरिभेसन पनि गर्ने छौं। ल स्टार्ट गरौँ। ल अफ कन्जर्भेसन अफ मोमेन्टम यसले के भन्छ भने हाम्रो यो इनिशियल मोमेन्टम जहिले पनि बराबर हुन्छ फाइनल मोमेन्टम सँग। फाइनल मोमेन्टम र यो मोमेन्टमलाई हामी जहिले पनि p ले डिनोट गर्छौं, जसको फर्मुला हुन्छ मास इन्टु भेलोसिटी। अब डेरिभेसन तिर लागौं। डेरिभेसन गर्नलाई हामीले दुईवटा बललाई कन्सिडर गर्नुपर्छ। यो भयो हाम्रो बल 1, यो भयो हाम्रो बल 2। यसको मास m1, यसको मास m2 र यसको इनिशियल भेलोसिटी u1, यसको इनिशियल भेलोसिटी u2। हामीले के थाहा छ भने यो बल 1 मुभिङ कन्डिसनमा छ यतातिर र यो बल 2 रेस्ट पोजिसनमा छ। त्यसैले u1 अलवेज ग्रेटर देन u2 हुन्छ। u1 अलवेज ग्रेटर देन u2। अब यो बल मुभ हुँदा हुँदै एउटा ठाउँमा गएर ठोकिन्छ र यहाँ आएर यो बल ठोकियो। अब यहाँ के हुन्छ? कोलिजन हुन्छ। के हुन्छ? COLLISION कोलिजन हुन्छ। यो भयो हाम्रो बल 1, यो भयो हाम्रो बल 2। अब हामीलाई के थाहा छ? अकॉर्डिङ टु न्यूटन थर्ड ल, एभ्री एक्सन हैज इक्वल एन्ड अपोजिट रिएक्सन। यो फर्स्ट बलले जति अमाउन्ट अफ फोर्स यतातिर लगाउँछ त्यति नै अमाउन्ट अफ फोर्स अपोजिट डाइरेक्सनमा लाग्छ। जस्तै यो बल 1 ले हामीलाई F1 फोर्स लगायो, त्यति नै अमाउन्ट अफ फोर्स अपोजिट डाइरेक्सनमा लाग्छ। इक्वल अमाउन्ट अफ फोर्स अपोजिटमा लाग्छ। अब हामीलाई थाहा नै छ यो बल ठोकिदाखेरि यो फेरि एक ठाउँमा गएर छुट्टिन्छ। ल यो बल यहाँ आएर छुट्टियो। यो भयो हाम्रो आफ्टर कोलिजन। आफ्टर COLLISION आफ्टर कोलिजन। यो भयो हाम्रो मास 1, यो भयो मास 2। यो भयो हाम्रो फाइनल भेलोसिटी v1, यो भयो हाम्रो फाइनल भेलोसिटी v2। अब बुझ्नुपर्ने कुरा के छ? अकॉर्डिङ टु न्यूटन थर्ड ल, न्यूटन थर्ड ल के भन्छ? एभ्री एक्सन हैज इक्वल एन्ड अपोजिट रिएक्सन। अब यो कन्डिसनलाई हामी यहाँ लेखौं। बल 1 ले F1 फोर्स लगाइरहेछ, इक्वल्स टु सेम अमाउन्ट अफ फोर्स अपोजिट डाइरेक्सनमा लागिरहेछ। के रे? सेम अमाउन्ट अफ फोर्स अपोजिट डाइरेक्सनमा लागिरहेछ। यो F1 अपोजिट भएको कारणले यहाँ के हुन्छ? माइनस हुन्छ। अब हामीले के पनि थाहा छ? न्यूटन सेकेन्ड ल के भन्छ? फोर्स इक्वल टु चेन्ज इन मोमेन्टम पर टाइम। अब यो F1 र यो माइनस F1 को लागि चेन्ज इन मोमेन्टम पर टाइम निकालौं। यो बल 1 को लागि चेन्ज इन मोमेन्टम पर टाइम के हुन्छ? इसको बल 1 को फाइनल भेलोसिटी फाइनल मोमेन्टम माइनस बल 1 को इनिशियल मोमेन्टम। ल लेखौं त। यो F1 को लागि चेन्ज इन मोमेन्टम पर टाइम। यो भयो हाम्रो फाइनल मोमेन्टम बल 1 को के हुन्छ? m1 v1 माइनस बल 1 को इनिशियल मोमेन्टम m1 u1। यो इक्वल्स टु यो माइनस को माइनस। अब बल 2 को यो माइनस F1 को लागि चेन्ज इन मोमेन्टम पर टाइम निकालौं। के हुन्छ? बल 2 को फाइनल मोमेन्टम माइनस बल 1 को इनिशियल मोमेन्टम। र लेखौं बल 2 को फाइनल मोमेन्टम के हो? m2 v2 माइनस बल 1 को इनिशियल मोमेन्टम, बल 2 को इनिशियल मोमेन्टम के हुन्छ? m2 u2। यसलाई ब्र्याकेटमा हालौं। अब हामीले के पनि भनेछ? चेन्ज इन मोमेन्टम पर टाइम। अब दुईटैतिर पर टाइम t ले डिभाइड गरौं। अब सिम्पली बुझ, यो दुईटा t बराबर छ, त्यसैले यो काटिन्छ। अब हामी और यसलाई जस्ताको त्यस्तै यहाँ लेखौं। m1 v1 माइनस m1 u1 इक्वल्स टु यो माइनसले यो ब्र्याकेटलाई खोलौं। यो माइनस m2 v2, यो माइनस माइनस प्लस, यो जस्ताको त्यस्तै m2 u2। अब के गर्ने? यो माइनस भएकोलाई प्लस बनाम, यो माइनस भएकोलाई पनि
प्लस बनाम के गर्नुपर्छ यसलाई योतिर लगाउँ यसलाई उतातिर लगाउँ ल गरौँ त यो जस्ताको त्यस्तै m1 v1 माइनस हैन यसलाई यता ल्याम प्लस m2 v2 इक्वल्स टु यो माइनसले उता लगाउँ प्लस हुन्छ m1 u1 यो जस्ताको त्यस्तै m2 u2 अब यसलाई एरेन्ज गर्दिम यो इनिशियल वालालाई यता ल्याम यो फाइनल वालालाई उता लग्दिम और यसलाई यता m1 u1 प्लस m2 u2 इक्वल्स टु यसलाई उता m1 v1 प्लस m2 v2 हो यही हो हाम्रो यो भयो हाम्रो इनिशियल मोमेन्टम यो भयो हाम्रो फाइनल मोमेन्टम therefore initial momentum यो भयो हाम्रो इनिशियल मोमेन्टम इक्वल्स टु फाइनल मोमेन्टम र यो भयो प्रुफ डेरिभेसनको लागि भिडियो राम्रो लागेकोमा लाइक सब्स्क्राइब र शेयर गरिदिनु होला थ्यांक यू